हेलो गाइज, वेलकम माई न्यू भिडियो। आज चाहिँ हामी चाहिँ मेला जान लागेको छ होइन, उता झिमझिम कार्कीमा जान लाग्छ है मेला। उता मेला पनि भेटौँ ल एकैछिन। यसरी नै चलिरहेछ है, कहिले उकाली कहिले ओह्राली कहिले कतै, कहिले बिहानी कहिले साँझ, कहिले मेला कहिले घाँसको मेलामा, कहिले हलो कहिले कुटो गरेर है। यस्तै छ मान्छेको आफ्नो भोगाइ हुन्छ होइन, कुनैको किस्मत अनुसारको भोगाइ हुन्छ होइन। गाइज अहिले चाहिँ हामी मेलामा पुगेर भए पनि आउँदैछु होइन। अब घरतिर फर्किरहेको छु। मेलामा चाहिँ 8 बजी आएको घरदेखि, तर अहिले चाहिँ लगभग 5 बजी 6 बज्नु पनि लागिसक्यो है। आज सुताइ पनि हुँदैन कि के हो, अनि यस्तै छ। यतिकैमा पथारबाट घाँस काटाइ होला जस्तो छ। यतिकैमा पथारमा घाँस काटाइ जस्तो छ। अनि अरू त यस्तै हो। अहिले धेरै थकित अवस्थामा छु होइन गाइस। पछि चाहिँ न्यू डे न्यू ब्लग म भेटौँला। योभन्दा पनि बढी शब्द बोल्न सक्ला जस्तो छ। बाई, सी यू टुमारो नेक्स्ट भिडियो, वाचिङ फर द नेक्स्ट भिडियो। बाई बाई गाइस। कस्तो यार नवीन यता आउने यता। ओइ घुम्न ले जान। आज त रे क्या यता आने यता टर्चले हाम्रो ओए रमेश गाइस, वेलकम माई न्यू भिडियो, न्यू डे न्यू नयाँ सुरुवात है। यहाँ चाहिँ ब्लग बनाउँदैछु म चाहिँ अहिले यता अर्को ठाउँमा जान लागेको छ, हाम्रो भैँसी गोठ भएको ठाउँमा होइन। र घाँस काट्न जान लागेको छु। के हुन्छ म सबै कुराहरू देखाउने छु होइन। हामीसँग ल मन पराएर हेरिदिनु होला। यतिकै छ, नयाँ दिनको सुरुवात हुँदैछ है। बिहानीको मिरमिरे घामसँगै उठ्न पाइन्छ है। सधैँभरि यसरी नै रम्न पाइन्छ है। सोचेको चाहिँ जिन्दगी त यसै सजिलै कट्छ होला भनेर, तर जिन्दगीले पनि ठक्कर दियो है। त्यस्तै छ मेरो जिन्दगीको हालत होइन। एउटा कुरा भन्छु म है, म चाहिँ मान्छेहरूको भिडमा चाहिँ ब्लग चाहिँ बनाउनु चाहिँ सक्दैन होइन। हल्का आफूमा कन्फिडेन्ट आएको छैन, र यो कन्फिडेन्ट हजुरले नै गर्नुपर्छ है। कन्फिडेन्ट दिनु होला, सबैजनाले माया गरिदिनु होला। र भनौँ यस्तै हो, घाँस काट्नुपर्छ है। घाँस दाउरा कुटो कोदालो गर्नुपर्छ। म चाहिँ यस्तै हो है। म चाहिँ संसारको सबै खुसी दिन चाहिँ सक्दैन होइन तिमीलाई, तर मसँग आयो भने चाहिँ यी मैले गर्ने माया कहिले कमी हुने छैन होइन। अनि मैले माया गर्ने कहिले कमी हुने छैन। तिमीले गर्ने माया नि कहिले कमी हुनु नपरोस् है। बाजे फेरि भेट गरौँला। अहिले त के भन्नु र है, भाग्यमा के छ के छैन त्यो त मलाई थाहा भएन है। तर 2 मुठी चामल लगेर मेरो भविष्य हेरिदिने मेरो आमालाई सधैँ खुसी राखिदिनु है। दुब्लु पनि यति साह्रो दुब्लु हो यार जिन्दगीमा, कसैले नि हेर्दैन यार है। मैले लुट्टे भन्ने ठाउँमा आइसकेँ है। यही हो मेरो सानो एउटा सानो बस्ती है। यही हो है मैलोटे भनेको। म चाहिँ आउनु लागेको ठाउँमा यही हो मेरो एउटा सानो सपनाको दुनिया होइन। पारी भैँसा छन्,
पारि म छु तल घाँस काटिराखन् तल त्यो घाँस काटिराखन् त्यही पनि घाँस काटिरहेछन् पारि भैँसो छन् है म चाहिँ टक्क अहिले चाहिँ माथितिर घाँस काट्नु गइरहेको छु है यी चाहिँ सिस्नु है गाइज यी चाहिँ सिस्नु हो सिस्नु टक्क रोटीसँग खुरेर खाने होइन यही हो मेरो सपनाको दुनियाँ होइन ए हेर्न सक्नुहुन्छ उता गाउँदेखि राजा माथि घाँस काटिराखन् टक्क मनी जान लागेको मसँगै घाँस दाउरा कुटो कोदालो काली ओह्राली गर्न सक्छौ भने आऊ होइन सक्दैन भन्छौ भने इट्स नट बेटर यु होइन म तिम्रो लागि ठिकै छैन खराब रहेछु बुझिहाल्यो होला है त्यसो हामीहरूको घाँस कटाइछ होइन है टावरको अभावले यो डाँडोमा बस्नु परेको छ है यहाँ टावर दिन जग्गै रिचार्ज हाल्नुपर्ने छ फोन गर्नुपर्ने छ होइन यही हो यस्तै छ होइन विकास गर्दैन नेताहरूले आफ्नो पेट पाल्नलाई मात्र गर्छन् सबैले है आफ्नो स्वार्थको लागि यस्तै छ अब 84 मा चाहिँ हाम्रै मान्छेलाई दिन्छ होला है यहाँ टावरले पनि काम गरेको छैन कल गर्ने भनेको अनि हामी चाहिँ टावर काटिन्छ भन्दै खोज्दै थाकिसक्यौँ है अहिले चाहिँ यता जानुभएको छ मम्मी यता जानुभएको छ मम्मी चाहिँ अहिले चाहिँ टावर दिन्छ होला टावर दिएपछि हामी कल गर्छौँ है अहिले चाहिँ घाँस काटेर सक्नु लागिसक्यौँ है अब हल्का छ अलि सकिन्छ होला यो टक्क के लागेको छ यो चाहिँ काटेर सकिएको है माथितिर सक्यो होइन चाहिँ घरतिर जाने हो गर्नु पऱ्यो होइन घरतिर जाने हो अनि के गर्नु होइन अब कार्तिक लाग्छ घाँस काट्नै पऱ्यो असली घोको बाँच्नै पऱ्यो जोत्नै पऱ्यो अब यस्तै छ ठिक छ होइन ठुलो प्रगति गर्नु छ होइन अनि अब यस्तै हो लाइफमा होइन घरतिर आएपछि घाँस काट्नै पऱ्यो घाँस काट्नै पऱ्यो होइन घाँस काटेकै छ अब धेरै छैन थोडा मात्र हो होइन अब सकिन लागिसक्यो हामी जाने हो अब घरतिर है गाइज आजको भ्लग चाहिँ यति इन्ड गरौँ है वाचिङ फर द नेक्स्ट भिडियो बाई बाई गाइज